नमस्ते, म नारायण प्रसाद खतिवडा। आज चाहिँ हामी यो सामाजिक विषयमा विशेष गरिकन विद्यार्थीहरूको रुचि यसमा चाहिँ अलिकति कम भएको कतिपय ठाउँहरूमा म जाँदाखेरि त्यो कुराहरू भेट्छु। अनि खास गरिकन हाम्रा अभिभावकज्यूहरू र शिक्षक साथीहरूले के गुनासो गर्नुहुन्छ भने हाम्रा विद्यार्थीहरू लेखन कार्यमा नै कमजोर छन्, नेपाली विषयमा लेख्नलाई कमजोर छन्। अनि विद्यार्थीले राम्रोसँगले उच्चारण गरेर खर्रसँगले पढ्न जानिरहेको हुँदैन भनेर चाहिँ बढी जसो गुनासो पाइन्छ। अनि मैले चाहिँ यसमा के अनुभव गरेको छु भने मैले आफूले पनि मेरो प्रयोग गरेर हेरेको। मैले मेरा विद्यार्थीलाई मैले पढाउने विद्यार्थीहरू 10 कक्षामा 10वटा सेक्सन भएको स्कुलमा मैले लामो समयदेखि पढाउँदै आएँ। त्यसमा चाहिँ मैले चाहिँ के गर्थेँ भने विद्यार्थीहरूलाई 45 मिनटको कक्षामा 45 मिनटकै नै नपढाएर धेरै जसो समय हामीले अलिकति कुराहरू तालिका मार्फत बुझाउने, विषयवस्तुको ज्ञान दिइसकेपछि विद्यार्थीलाई हामीले कक्षामा नै लेख्न लाउनुपर्छ। अनि गृह कार्य त्यसो गर्यो भने गृह कार्य पनि एकदम कम हुन्छ, विद्यार्थीलाई लोड पनि कम हुन्छ। अनि लेखाउने, विद्यार्थीलाई लेख्ने तरिका सिकाउने अनि त्यसको उत्तरहरू चाहिँ ती कक्षामा लेखाउने। लेखाको लेखाइ गर्यो भने के फाइदा हुँदो रहेछ भने विद्यार्थीले पढ्न पनि जान्ने भए अनि लेखन सिपको पनि विकास भयो। पछि परीक्षामा पनि धेरै अगाडि बढेर लेख्ने सिपको पनि विकास हुन्छ। त्यसकारणले पढाइ र लेखाइको सिप विकास गर्नको लागि चाहिँ बढी कक्षामा चाहिँ एकदमै लेखाउने। आदि जति विषय शिक्षक साथीहरूले भनौँ न 45 मिनटको कक्षामा आदि जति समय चाहिँ पठन पाठनमा गयो भने, पढ्न लाउने र पढाउने कुरामा गयो भने बाँकी रहेको आधा समय चाहिँ लेख्न लाउने, लेखन सिपको विकास हुन्छ, पढ्ने बानी पनि हुन्छ। अनि विद्यार्थीलाई गृह कार्य पनि कम हुन्छ र यसप्रतिको विषयप्रतिको रुचि चाहिँ अलिकति बढ्छ। यो मेरो अनुभव हो, प्रयोग गरेर हेरौँ।